अब चाहिँ तपाईहरुले एआई को मद्दतले आफ्नो फोटोलाई यस्तो 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 बनाउन सक्नुहुन्छ। यदि यस्तो खालको फोटो चाहिँ तपाईहरुले आफ्नो मोबाइलबाट एआई को मद्दतले बनाउन चाहनुहुन्छ भने आजको भिडियो फुल हेर्नु होला। यस्तो खालको फोटो बनाउनको लागि चाहिँ सबैभन्दा पहिला तपाईहरुसँग फेस क्लियर भएको चाहिँ एउटा आफ्नो फोटो हुनुपर्छ। फोटो भइसकेपछि चाहिँ सबैभन्दा पहिला तपाईहरुले गुगल क्रोम ओपन गर्नु होला। गुगल क्रोम ओपन गरिसकेपछि तपाईहरुले यहाँ सर्च बारमा गएर चाहिँ जेमिनी भनेर सर्च गर्नु होला। जेमिनी सर्च गरेपछि तपाईहरुलाई यस्तो इन्टरफेस देखाउँछ। तपाईहरुले यहाँ तल देख्नु भएको छ गुगल जेमिनीमा क्लिक गर्नु होला। गुगल जेमिनीमा क्लिक गरिसकेपछि हजुरलाई यस्तो इन्टरफेस देखाउँछ। त्यसपछि तपाईहरुले यहाँनिर तलको बक्समा देखाएको प्लसमा क्लिक गर्नु होला र यहाँनिर तपाईहरुले कुनै आफ्नो एउटा फोटोलाई चुज गर्नु होला। यहाँ चाहिँ मैले एउटा आफ्नो फोटो चुज गरे हैन। यहाँनिर तपाईहरुलाई फोटो बनाउनको लागि चाहिँ प्रम्प्टको आवश्यकता पर्छ। प्रम्प्ट चाहिँ म तपाईहरुलाई कमेन्ट बक्समा राखिदिने छु। तपाईहरुले कपी गरेर आफ्नो फोटोहरुलाई बनाउन सक्नुहुन्छ। यहाँ चाहिँ मैले प्रम्प्ट कपी गरेको छु। म यहाँ पेस्ट गरिदिन्छु। पेस्ट गरिसकेको छ हैन। यो प्रम्प्टलाई चाहिँ हजुरहरुले कपी गरेर आफ्नो मोबाइलबाट आफ्नो फोटो बनाउन सक्नुहुन्छ यही प्रम्प्टलाई युज गरेर। अब यति भइसकेपछि तपाईहरुले यहाँनिर यहाँ सर्च गरिदिनु होला। सर्च गरिसकेपछि केही समयमा चाहिँ यहाँ फोटो बनेर तयार हुन्छ हैन। हजुरहरुले तल देख्न सक्नुहुन्छ घुमिरहेको छ। केही समयमा चाहिँ हाम्रो यहाँ फोटो बनेर तयार भइसकेको छ हैन। हजुरहरुले देख्न सक्नुहुन्छ कति दामी फोटो बनेको छ। बवाल छ फोटो चाहिँ। र यसरी नै तपाईहरुले चाहिँ त्यही जेमिनीबाट चाहिँ आफ्नो फोटोलाई हाई क्वालिटीमा बनाउन सक्नुहुन्छ।